नमस्ते, मेरो नाम सन्निम लिम्बू हो। म कक्षा 7 मा पढ्छु। म 12 वर्षको भए। म झापा 4 मा बस्छु। सँगै को आउनु भएको छ? मम्मी, छ्यामा। भाइ तपाईँभन्दा चकचके छ घुमिरहेको छ यहाँ, थाहा छ हामीलाई। भाइ है मम्मी यहीँ घरमा बसेर दोकानमा बस्नुहुन्छ, यहीँ घरमा। उसको बाबा पनि बाहिर हुनुहुन्छ होइन, अनि बाहिरै काम गर्दै हुनुहुन्छ, खाडी मुलुकमै हुनुहुन्छ। म चाहिँ यहीँ यसो चटपटेहरू बनाउँदै सानोतिनो दोकान छ अनि गर्दै। एसी पनि हुन्छ। अनि चिसो कसरी भयो त? एसीले गर्दा होइन त? होला उता पर त चिसो थियो नि। अघि मैले देखिरहेको थिएँ, पुरा यताउता गरिरहेको थिएँ। घरमा कस्तो छ खोइ थाहा छैन? फर्स्ट टाइम भेट्नु भयो आएर? उहाँको मेरो मम्मी हो। अनि खोइ भनेर भनिदिने छोरा कस्तो छ? त्यति साह्रो त गर्दैन थियो खोइ यो पालिको नि। पहिल्यैदेखि उसको रहर थियो, अनि उसले गाउँछु भन्दै भन्यो, अनि त्यही भएर उसलाई यहीँ तलतिरपट्टि छ सिङ्गिङ, त्यहाँनिर लाउँछु भनेर लगाएको हो। अहिले त हार्मोनियम बजाउँछु। त्यो गिटार अस्ति मम्मीले काठमाडौँदेखि ल्याइदिनु भएको थियो आउँदाखेरि, अनि त्यो पनि सिक्दैछु अहिले। बच्चैदेखिको अब एउटा गायककार बन्छु भन्ने उसले पनि सपना लिएको छ। मलाई पनि त्यस्तै सोचाइ थियो, मेरो शाखा सन्तानमा एकजना यसो गायककार भइदिएदेखि भन्ने लागिरहन्थ्यो। स्टेजमा भाइलाई पनि सँगै लाने हो? होइन, भाइलाई लाग्यो भने स्टेज हल्लाइदिन्छ। स्टेज हल्लाइदिन्छ होइन, त्यो थाहा पाइरहेको छ हामीले। अनि तपाईँ चाहिँ नबोल्ने दुईजना चाहिँ कसरी यस्तो भयो? ल जाने हो त? ल लेट्स गो। ल Good luck, good luck.
नमस्ते बाबु, नमस्ते। नमस्ते सर।